डाक्टर राजन खतिवडाज्यू, हजुरलाई दियो पोस्टमा स्वागत छ। हजुर, धन्यवाद राजनरजी, धेरै धेरै। हजुर, जस्तो हजुर एउटा अध्येता र विज्ञको रूपमा चाहिँ तपाईँ जर्मनीमै रहेर काम गरिरहनु भएको छ, त्यो मलाई पनि थाहा छ। र हालसालै हामीले दियो पोस्टबाट पनि एउटा समाचार राख्यौँ। 800 भन्दा बढी नेपाली दुर्लभ पाण्डुलिपिहरू चाहिँ त्यसको वर्गीकरण गरियो संरक्षणको लागि र त्यसको डिजिटलाइजेसन पनि गरेर नेपाल आउने प्रक्रियामा छ र त्यसमा तपाईँ अहोरात्र खटिनु भएको छ। त्यसको लागि पनि तपाईँलाई म सुरुमा धन्यवाद भन्छु। र म यसै विषयमा रहेर तपाईँसँग अलि बेसी प्राविधिक कुराहरू गर्न खोज्दैछु। हामी अलिकति औपचारिक कुराकानी गर्छौँ। म हजुरलाई सर भनेर सम्बोधन गर्छु, हुन्छ? होइन, राजनजी भन्नुहोस् न। हुन्छ, हस् राजन सर। जस्तो यो जुन सङ्ग्रहलाई फिर्ता ल्याउने प्रक्रिया तपाईँको सुरु भयो र यो प्रक्रिया कसरी सुरु भयो, मलाई त्यसको सुरुवाती कथा जान्न मन छ तपाईँबाट। धन्यवाद। यो एकदमै चाखलाग्दो कथा छ, किनभने विभिन्न नेपालका चाहिँ यो 80 र 90 2000 समयका दशकमै तपाईँको धेरै यो कल्चरल आर्टिफ्याक्टहरू चाहिँ विभिन्न तरिकाले बाहिर गएको। बाहिर भनेर हामीले अहिलेसम्म चाहिँ युरोप अमेरिकालाई मात्रै बुझेका छौँ। खासमा नेपालभन्दा बाहिर गएको जहाँ पनि बाहिर भयो। यो त सायद त्यो टिबेटतिर जाओस्, त्यो चाहे भारततिर जाओस्, त्यो भएर धेरै ठाउँमा गएका छन्। तर अहिले हामी यो जुन फिर्ता आउने प्रक्रियाको धेरै न्युजहरू चाहिँ र प्रयास चाहिँ यही पश्चिमका राष्ट्र युरोप अमेरिकातिर बढी सुनेका छौँ। अनि यही प्रसङ्गमा चाहिँ करिब आजभन्दा 8 वर्ष अगाडि 7-8 वर्ष अगाडि तपाईँको एउटा जर्मनी भन्ने देशको एउटा व्यापारीले, यो बारबारियामा बस्ने व्यापारी अथवा उहाँ चाहिँ स्ट्याम्प कलेक्टर भनेर मेरो भाषा मैले त्यो चिन्छु। उहाँले चाहिँ त्यो विभिन्न देशबाट, नेपालबाट मात्रै होइन तर भारत लगायत विभिन्न देशबाट जेमा स्ट्याम्प छ त्यो कलेक्ट गर्नुभएको थियो। अनि अब त्यो हुँदा त हाम्रो यो तपाईँको रिटन हेरिटेज जुन भन्छौँ, म्यानुस्क्रिप्ट, डायरिज, योमा चाहिँ तपाईँको यो पाम रोलमा चाहिँ यो माटोको सिल हुने भयो, क्ले सिल छाप। अनि हाम्रो अरू रोयल डकुमेन्ट्सहरूमा त लाल मोहरै हुने भयो तपाईँको। त्यो भएर उहाँले धेरै डकुमेन्ट जम्मा गर्नुभएछ। अनि उहाँ 2002 तिर, यो डेट चाहिँ अब ठ्याक्क फिक्स छैन मेरो माइन्डमा, 2002 अराउन्डमा बित्नु भएपछि उहाँको छोराले हामीलाई जानकारी पाएको रिसर्च अनुसार उहाँको छोराले चाहिँ त्यहाँ उहाँहरू कहाँ भएका सामान मध्ये केही सामान जुन उहाँलाई नेपालका हुन् भनेर छुट्याउनु भयो, त्यो चाहिँ म्युनिकमा एउटा म्युनिक विश्वविद्यालयको एउटा प्रोफेसरलाई दिनुभएछ, टिबेटोलोजी अध्यापन गर्ने। अनि उहाँले चाहिँ अब यो सामग्री के गर्ने त भन्ने प्रसङ्गमा हाइडलबर्ग विश्वविद्यालय, जर्मनीको यो पुरानो मध्ये एउटा, युरोपको पुरानो मध्ये एउटा युनिभर्सिटीमा नेपाल सम्बन्धी तथा संस्कृत भाषा साहित्य सम्बन्धी अध्ययन अध्यापनको धेरै लामो परम्परा भएको भएर अनि यहाँ दिनुपर्छ भन्ने प्रसङ्गमा यहाँ यो हाइडलबर्ग विश्वविद्यालयको क्लासिकल इन्डोलोजी यहाँ भन्छन्, त्यसमा चाहिँ विशेष संस्कृत भाषा साहित्य अध्ययन अध्यापन गराइन्छ। त्यहाँका प्रोफेसर मेरो गुरु हो उहाँ, मैले विद्यावारिधि नि उहाँकै सुपरभिजनमा गरेको आक्सेल मिखाएल्स हुनुहुन्छ प्राध्यापक। उहाँ चाहिँ 1970 को दशकदेखि नेपालमा गएर अध्ययन अनुसन्धान गर्नुभएको। अनि उहाँलाई दिँदा ठिक हुन्छ भनेर त्यो म्युनिकबाट त्यो सामग्री चाहिँ यहाँ तपाईँको हाइडलबर्ग विश्वविद्यालयमा दिनुभयो। अनि त्यो दिएदेखि नै हाम्रो प्राध्यापकले चाहिँ अब हामीले के रहेछ मेटेरियल भनेर पहिला हेऱ्यौँ। तपाईँको अब मल्लकालीनदेखि शाहकालीन, राणाकालीन, शाहकालीन मेटेरियल, यो फार्म रोल, तालपत्रमा लेखेका तमसुकहरू 1242 को सबभन्दा पुरानो अहिलेसम्म हामीले फेला पारेको, जुन 465 वटा तालपत्रका रोल छन् तपाईँको। त्यो पहिलो 1242, अनि त्यसपछि 18औं शताब्दी, अनि त्यसपछि विभिन्न ट्राभल डायरिज, अनि त्यसपछि पछाडि यो शाहकालका चाहिँ लालमोहर, रुखका, सनद, अनि ऐनका म्यानुस्क्रिप्टहरू, मुलुकी ऐनका तपाईँको। अनि यो सबै हामीले देखेपछि यो चाहिँ हिस्टोरिकल मेटेरियल भयो। हामीले आफ्नो तर्फबाट त्यो प्रारम्भिक रूपमा हेऱ्यौँ। यो महत्त्वपूर्ण
इतिहास बुझ्न र कल्चरल आर्टिफ्याक्टको रूपमा त महत्त्वपूर्ण सामग्री भयो। अनि त्यहीँदेखि नै हाम्रो प्राध्यापकले चाहिँ यो ल अब हामीले नेपाल फर्काउनुपर्छ, किनभने यो नेपालको सामग्री, नेपाल फर्काउनुपर्छ। ल हामी प्रयास गरौँ भनेर करिब 7-8 वर्ष अगाडिदेखि हामीले सुरु गर्यौँ र हाम्रो त्यो विशेष सुरु गरेर यो अहिलेको कन्क्लुजनसम्म ल्याइपुगाउँदा छुटाउन नहुने हाम्रो टिम मेम्बरहरूको म नाम लिन चाहन्छु, किनभने यो एकल प्रयास होइन, यो संयुक्त प्रयास। यो हाम्रो प्राध्यापकको एकदमै ठुलो इच्छा र नेपालप्रतिको माया फर्काउने र उहाँको विषय विज्ञताले गर्दा त्यो उहाँले जब फर्काउने भन्नुभयो, त्यसपछि हाम्रो अर्को यहाँकै एन्थ्रोपोलोजीको प्रोफेसर हुनुहुन्छ, नेपाल सम्बन्धी नै अध्ययन गर्ने प्रोफेसर क्रिस्टियानी ब्रोजियस, अनि उहाँले पनि आफ्नो तर्फबाट यो डिजिटाइजेसन, कन्जर्भेसन, प्रिजर्भेसनका लागि विभिन्न फन्डिङहरू व्यवस्था गर्ने, त्यसपछि तपाईँको यो रिपार्टिएसनको डिस्कोर्स चलाउने गर्नुभयो। अनि त्यसै प्रसङ्गमा यहीँ मेरा सहपाठी, हाम्रै एक्सेल मिखाएलका विद्यार्थी तर अहिले प्रोफेसर हुनुभयो मेरो साथी सहपाठी सिमोन च्युबेलिज, अहिले म्युनिक विश्वविद्यालयमा तपाईँको संस्कृतकै प्रोफेसर हुनुहुन्छ। उहाँ वर्ष अगाडि जति त्यहाँ जानुभयो अनि उहाँले पनि विशेष पहल लिनुभयो यो डिजिटाइजेसन गर्नदेखि लिएर कन्जर्भेसन गर्न, तपाईँको टिम, यो एक्सपर्ट टिमलाई चाहिँ सम्पर्क गर्न, किनभने यो पाम रोल चाहिँ कन्जर्भ गर्न गाह्रो छ। यो तपाईँको हामीले जापान ओरिजिन हुनुभएको जापानिजहरू र ब्रिटिस लाइब्रेरीको मान्छे विशेष पाम रोलमा दखल हुनुहुन्छ, उहाँलाई बोलाएर करिब 2 हप्ता त्यही पाम रोलै मात्रै कन्जर्भ गर्दा करिब 2 महिनाभन्दा बढी लाग्यो। त्यो भएर सिमोन च्युबेलिजले ठुलो भूमिका खेल्नुभयो। त्यसै गरी यहाँ हाम्रो अरू नेपाली कलिग्स छौँ हामी सबै यहाँ अध्ययन अनुसन्धान गरिराखेको। हाम्रो मानिङ बज्राचार्य, उहाँ पाटनको हुनुहुन्छ ओरिजिनल्ली, त्यसपछि रामहरि तिमल सिन्हा, त्यो म आफै लगायतका हाम्रो यो एउटा ठुलो टिमले चाहिँ अनि हामीले निरन्तर प्रयास गर्यौँ र यो प्रयासको जुन कन्क्लुजनमा आयो, छुटाउनै नहुने नाम चाहिँ हाम्रो अहिले नेपाल एम्बेसी बर्लिन जर्मनीका कार्यवाहक राजदूत सागर भुयाल। अनि तपाईँको मैले नेपालमा त विभिन्न समयमा कोअर्डिनेट गरेँ यो वार्ता प्रसङ्गमा, तर अब त्यो गाह्रो भयो एडमिनिस्ट्रेटिभ हिसाबमा कसले ल्याउने, कहाँ ल्याउने, कसले प्रक्रिया सुरु गर्ने। अनि त्यो भएर मैले करिब 2.5 वर्ष अगाडि चाहिँ या 2 वर्ष अगाडि सागर भुयाललाई, म त्यतिखेर डिसिएम हुनुहुन्थ्यो, उहाँलाई सम्पर्क गरेँ। ल यो यस्तो यस्तो छ, हामीले यो रिपार्टिएसन गर्नु पर्यो, रेस्टिट्युसन फिर्ता लानु पर्यो। अनि त्यसपछि हामीले प्रोसेस गर्दा पनि उहाँले चाहिँ एक्टिभ रोल लिनुभयो। त्यसपछि उहाँले हाम्रो एउटा मिनिस्टरियल भिजिट पनि भयो, बद्री पाण्डे यो संस्कृति मन्त्री हुँदा यहाँ आउनुभयो। अनि हाम्रो यो शैल रूपा खेती हुनुहुन्छ जर्मनीका राजदूत, नेपालका राजदूत जर्मनीका लागि, उहाँको कार्यकालमा पनि ल्याएर हामीले इन्सपेक्ट गरायौँ। अनि यो पछिल्लो फेजमा हाम्रो सागर भुयालले चाहिँ एडमिनिस्ट्रेसन हडल नेपालको तर्फबाट क्लियर गर्न र गभर्मेन्टलाई बुझाउन ठुलो रोल खेल्नुभयो। त्यो हुँदाखेरि सबै नेपाल तर्फबाट पाइने अप्रुभलहरू उहाँले लिएर एकदम मोटिभेटेड चाख लिएर उहाँले यो चाहिँ महत्त्व बुझ्नुभयो, जुन किसिमले हामीले बुझाउन खोजेका थियौँ। अनि त्यसरी चाहिँ यो अहिलेसम्मको तपाईँको कार्यक्रम हामीले फर्मल्ली युनिभर्सिटीमा कार्यक्रम गरेर प्राध्यापक एक्सेल मिखायल्सले नेपाल सरकारलाई ह्यान्डओभर गर्नुभयो, एग्रिमेन्ट पनि साइन गर्नुभयो। तर अब यो अझै सामग्री सिप गर्न चाहिँ बाँकी छ, किनभने यहाँबाट त्यहाँ पठाउनु पर्यो। यहाँबाट त्यहाँ पठाउन नि यो तपाईँको किताब कापी पठाएको त होइन, कल्चरल आर्टिफ्याक्ट पठाएको। र अब हामी चाहिँ यहाँ त्यो सिप गर्ने एउटा लास्ट हर्डल गर्दैछौँ र सेप्टेम्बर भन्दा अगावै नै यो 800 करिब सामग्री नेपाल आएर राष्ट्रिय अभिलेखालयमा हामी हस्तान्तरण कार्यक्रम एउटा राख्ने भनेर योजना गरेका छौँ। हजुर, जस्तो यो प्रोसेसमा तपाईँको विभिन्न व्यक्तिहरू अनि लामो समयको कुरा गर्नुभयो होइन, नेपालको तर्फबाट पनि तपाईँले प्रयास गरिरहँदाखेरि यहाँ अभिलेखालय, पुरातत्व विभाग या चाहिँ अब त्रिविको कुनै तपाईँको संकाय निकाय जहाँ म पनि अध्ययनरत छु, त्यहाँ पनि केही कुराहरू भयो, नेपालबाट पनि केही प्रयासहरू भयो, त्यसको लागि कस्तो भयो?
नेपालमा हाम्रो तर्फबाट गर्ने प्रयास हामीले धेरै गर्यौँ। किनभने हामीले त तपाईँको जानकारी दिने हो नि। हो, हो। जस्तो अब हामीहरू किनभने त्यहाँको सामान, आर्टिफ्याक्ट त्यहाँ जानुपर्छ भन्ने कुरो हो। अनि हामीले तत्त ठाउँमा जहाँ कुरो गर्नुपर्ने कुरो गर्यौँ। तर अब यो ब्लेम लाउने कुरो त भएन। तर अब हाम्रो विभिन्न एडमिनिस्ट्रेसन कोअर्डिनेसनको समस्या त हामीलाई जगजाहेरै छ। त्यसमा केही लुकाइरहनु परेन। त्यो हुँदाखेरि अब त्यो कसको कार्यक्षेत्र, एम्बेसीले सुरु गर्ने हो कि फरेन मिनिस्ट्रीले सुरु गरेर तपाईँको यता संस्कृति मन्त्रालयमा लेख्ने हो कि होइन? अनि फेरि अब के छ भने त्यहाँ हाम्रो मान्छे पनि चेन्ज भइराख्ने प्रचलन छ नि। अब एउटा मान्छेसँग कुरो गर्यो, त्यही भएर त्यो कर्मचारी गइसकेको हुनुहुन्छ अनि अर्कोको हाम्रो अब रेकर्ड किपिङ त हाम्रो एकदम पुवर छ। त्यो तपाईँको हामी सबैले एक्सेप्ट गर्नुपर्छ। अनि अब रेकर्ड किपिङ नभइसकेपछि त पहिलो मान्छेले के कुरो गर्यो, हाम्रो कुरो मिटिङको प्रोटोकल राख्ने त्यति चलन नभएको व्यक्ति कि तपाईँको भिजिटको प्रोफाइल राख्ने प्रचलन होला त्यो मलाई थाहा भएन। तर हाम्रो अब सामान्य मिटिङ प्रोटोकल राख्ने चलन छैन तपाईँको। त्यो भएपछि अब त्यो मिसिङ भयो अनि कहिल्यै पनि अगाडि बढेन। अनि अब हामीले यहाँबाट चाहिँ ट्राई गर्यौँ तर अब त्यहाँबाट तपाईँको अगाडि नबढिसकेपछि त हाम्रो अरू उपाय भएन। हामीले यहाँ गर्ने डिजिटाइजेसन, कन्जर्भेसन, अध्ययन, अनुसन्धान त्यस विषयमा र हाम्रा अरू रेगुलर जे गर्नु छ हामी त्यही काममा लाग्यौँ। अनि अब स्पेसिफिक यही हर्डल भनेर तपाईँको कम्प्लेन निकाल्न त्यति राम्रो भएन। तर जे होस् एडमिनिस्ट्रेटिभ कोअर्डिनेसन नमिलेको होला। अनि मलाई लाग्छ अब यो नयाँ सरकारको द्रुत काम गर्ने इच्छाले पनि हो कि अनि यो अहिलेको यो तपाईँको 1-2 महिनाको फेजमा चाहिँ हाम्रो कार्यवाहक राजदूतको सक्रियतामा नेपालबाट हुनुपर्ने एडमिनिस्ट्रेटिभ एप्रुभल्सहरू छिटै आयो। उहाँले इनिसिएसन लिनुभयो र मैले पनि उहाँलाई सहयोग गरेँ। किनभने जहाँ चिना परिचय छ, किनभने यो तपाईँको कलेक्टिभ काम हो नि। राष्ट्रको कल्चरल आर्टिफ्याक्ट त्यहाँ जान्छ भनेपछि यो तेरो र मेरो काम भएन नि। यो चाहिँ कलेक्टिभ लायबिलिटीको कुरो हो नि होइन, सबैले गर्नु पर्यो भन्ने। अनि हामीले नि प्रयास गर्यौँ र अन्तिममा तपाईँको अब चाहिँ पुग्छ भन्ने कन्फर्म भयो भनौँ न। हजुर, जस्तो तपाईँले यो सामग्री पहिलोचोटि प्रोफेसर मिखाइलसँग देख्दा या भेट्दाखेरिको पहिलो प्रसङ्ग केही सम्झना छ तपाईँलाई? पहिलोचोटि कहिले देख्नुभयो अनि त्यतिखेर के रहेछ भनेर कि त्यो भइसकेको थियो, हामीले त्यसलाई वर्गीकरण गरिसकेका थियौँ कि थिएनौँ कि कुन अवस्थामा थियो? होइन थिएन। पहिलोचोटि देख्दा चाहिँ त अब त्यो यस्तो पोखामा ल्याउनुभयो होइन, अनि हामी सबै साथीहरूले हेऱ्यौँ। तर अब हामीले त चिनिहाल्यौँ किनभने अब मैले मानौँ यहाँ हामी सबै साथीहरू एक्सपिरियन्सै हुनुहुन्छ। मै पनि तपाईँको यो म्यानुस्क्रिप्टोलोजी विधामा काम गरेको धेरै भयो नि। म तपाईँको शास्त्री पढ्दैदेखि यो नेपाल जर्मन हस्त लिखित ग्रन्थ सूचीकरण परियोजना जर्मन युनिभर्सिटीले नै चलाएको तपाईँको नेपालमा त्यो संरक्षण र सूचीकरण गरेर करिब 40 वर्ष चल्यो होला। र त्यो नेपालमा रिटर्न हेरिटेज संरक्षण गर्नमा सबैभन्दा महत्त्वपूर्ण संस्था पनि हो। त्यो राष्ट्रिय अभिलेखालयसँग सहकार्य गरेर जसले तपाईँको थाउजन्ड्स अफ म्यानुस्क्रिप्टहरू संरक्षण गरे। म त्यहाँ करिब 12 वर्ष काम गरेको भएर मैले अब मटेरियल त चिनिहालेँ तपाईँको, किनभने हामी सबैले चिनिहाल्यौँ। त्यो पाम रोल एउटा क्याटेगोरीको, तपाईँको रुखा लालमोहर अर्को क्याटेगोरीको, त्यसपछि ट्राइबल डायरिजहरू। त्यो हुँदा अब इतिहासको हिसाबमा र अध्ययताका हिसाबमा यो महत्त्वपूर्ण छ भन्ने कुरो त थाहा भइहाल्यो। अनि एज अ कल्चरल आर्टिफ्याक्टका हिसाबमा पनि त्यो महत्त्वपूर्णै हुने भयो। त्यो हुँदा त्यतिखेरै ओहो कसरी यत्रो आएछ होइन। अनि अब म त अलिकति सरप्राइज भएको त त्यो जो छोराले चाहिँ हाम्रो प्रोफेसर म्युनिकको प्रोफेसरले हाम्रो गुरु एक्सेल मिखाइललाई दिए। त्यो कलेक्टरको छोराले आफै राखे भए पनि उनी त्यो मानौँ होइन, तर किन दिएछन् भन्ने म चाहिँ त्यतातिर होइन। त्यो के कारण कस्तो हुने रहेछ भने अब यत्रो फिर्ता गरेछन्। त्यो हुँदा अरू यिनले इन्डियाबाट ल्याएका त्यसपछि जानकारी भयो नि यिनी कलेक्टर रहेछन् भनेपछि त्यो चाहिँ म एकदम क्युरियस भएँ। मान्छेले चाहिँ अब कलेक्टरको चाहिँ कलेक्ट गर्ने सोख रहेछ, एउटा पोइन्टमा फिर्ता नि गर्ने हेर्छन् भनेर मलाई त्यो कलेक्सन एज अ कलेक्टर आइडिया नभएर मलाई जे होस् अहिले त्यति धेरै धारणा बनाइएन भने इन्ट्रेस्टिङ कल्चरल आर्टिफ्याक्ट रहेछ।
अब लेट्स सी भन्ने भयो। त्यतिखेर सुरुमा त अब फर्काउने कुरो पनि थियो। यो त महँगो प्रोसेस हो नि फर्काउनलाई तपाईँको। किनभने यो कन्जर्भेसन, प्रिजर्भेसन, रिपार्टिएसन त यो मेरो विचारमा नेपालमा एडमिनको कोअर्डिनेसन नमिल्नुको मुख्य कारण यो पनि थियो होला भन्छु म। किनभने कस्ट कसले बियर गर्ने होइन? जस्तो अब तपाईँको डिजिटाइजेसन, प्रिजर्भेसन गर्न पनि महँगो भयो, रिपार्टिएसन, सिप गर्ने पनि महँगो भयो। अब कस्ट कसले बियर गर्ने? व्यक्तिगत रूपमा कस्ट कसैले बिहोर्दैन। सरकारी रूपमा कस्ट बिहोर्नलाई पनि फेरि त्यसै किसिमको प्रसङ्ग हुनुपर्यो तपाईँको। अनि त्यसले गर्दा पनि अड्क्यो होला। अनि मलाई जानकारी भएअनुसार नेपाल सरकारको अहिलेसम्म मलाई जानकारी भएअनुसार त्यस्तो पोलिसी छ जस्तो मलाई लाग्दैन, अथवा नियम जसले चाहिँ रिपार्टिएसन खर्च तिरोस् अथवा रिपार्टिएसनको निश्चित ऐन नियमहरू आइसकेको जस्तो लाग्दैन। यो रेस्टिट्युसन भने अलिकति जे होस् नयाँ मुभमेन्ट नै हो नि रिलेटिभली, होइन? राजन सर, चाहिँ यसपछि म तपाईँलाई सोध्न खोज्दैछु, जस्तो यो सामग्री नेपाल त ल्याइने भनिएको छ। अस्ति मैले जुन फेसबुकमा पनि पोस्ट राखेँ, त्यो पोस्टको कमेन्ट पढ्दाखेरि त्यो सामान उतै राख्दा हुन्छ, भर्खर जेनजी आन्दोलन भएको छ, फेरि जलाइदेलान् भन्ने खालका कमेन्टहरूको बाहुल्यता देखेँ। त्यो एउटा अलग्गै प्रसङ्ग भयो। त्यो हामीले हाम्रो संरचनासँग विश्वास नगरेको प्रसङ्ग भयो। अर्को चाहिँ यसलाई ल्याइरहँदाखेरि जस्तो जुन भौतिक रूपमा ढुवानी गर्ने, सिप गर्ने कुरा गर्नुभयो, त्यसमा एउटा टेम्परेचरको कुरा हुन्छ होला, अर्को ह्युमिडिटीको कुरा हुन्छ होला, होइन? त्यसलाई हामी कसरी ब्यालेन्स गर्छौँ? त्यो प्रोसेस चाहिँ के हुन्छ अब? यो राम्रो प्रश्न गर्नुभयो। यो कन्जर्भेसन, आर्काइभिङ स्टोरको कुरो भयो, होइन? त्यो राष्ट्रिय अभिलेख, हाम्रो राष्ट्रिय अभिलेखालय त्यति कमजोर स्थितिमा छैन। किनभने मैले नि त्यहाँ लामो सङ्गत गरेको। त्यो विभिन्न विदेशी दात्री संस्था मलाई जानकारी भए अनुसार नै, विशेष गरी त जर्मनी सरकारकै देन ठुलो छ त्यसमा, र विभिन्न अरू दात्री संस्था पनि छन् होला, सबै मेकानिजम मलाई थाहा नभए नि। त्यहाँ राम्रो तपाईँको आर्काइभ स्टोरेज कक्ष बनाएको छ। भने जुन किसिमको विश्व स्तरको बन्नुपर्ने त्यो त हामीले बनोस् भनेर कल्पना गरेर पनि भएन तपाईँको, होइन? बिस्तारै बन्ला, अर्को प्रसङ्ग भयो। तर त्यहाँ गएर भने त्यो यो तापक्रम, यो तपाईँको ह्युमिडिटी मिलाउने पक्षमा चिन्ता लिनुपर्ने छैन। किनभने त्यो कम्प्लिटली ह्युमिडिटी मिलाएर संरक्षण गर्ने स्टोरेजै छ राष्ट्रिय अभिलेखालयको। तपाईँहरू त्यहाँ गएर एकचोटि हेर्नुभयो पनि हुन्छ, तपाईँहरूलाई रिसर्च पर्पजको लागि देखाउनु पनि हुन्छ होला। तर अब त्यहाँभित्रको कन्जर्भेसनका कठिनाइ भने अब वर्ल्ड क्लासको त्यो फरक किसिमको भयो। तर अभिलेखालयले त्यो सामान राखेर संरक्षण गर्न सक्ने स्थिति नै देखिन्छ मेरो अनुभवमा। अहिले नि त्यहाँ 1000 अफ पाम लिप्सहरू छन् नि राष्ट्रिय अभिलेखालयमा। भनेपछि त्यो जुन अविश्वास कमेन्टमा मैले देखिरहेको थिएँ, त्यो डराउनु पर्ने अवस्था होइन, सुरक्षित रूपमा नेपालमा रहन सक्छ भन्ने तपाईँको पनि बुझाइ नै छ। होइन, त्यो असुरक्षाको क्वेसन कम्प्लिटली भ्यालिड नभएको भन्ने होइन। तर अब त्यही क्वेसनमा टेकेर फेरि अब कल्चरल आर्टिफ्याक्ट फर्काउनु हुँदैन भन्ने पनि फरक डिस्कोर्स भयो नि। त्यो हामी एकैजनाले डिसिजन गरेर नि भएन, लामो डिस्कोर्स भयो। तर अभिलेखालय, राष्ट्रिय अभिलेखालयको त्यो राख्ने क्यापासिटी छ अहिले तपाईँको। स्टोरेज क्यापासिटीमा म समस्या देख्दिनँ। कोठा छ तपाईँको, एसीदेखि लिएर ह्युमिडिटी एसी छ, ह्युमिडिटी मिलाउने, टेम्परेचर मिलाउने, त्यो सबै कुरो छ। त्यही भएरै कन्जर्भ भइ नै राखेका छन्। तर के हो भने अब त्यो जेनजी आन्दोलनको क्रममा जस्तो किसिमको तपाईँको विभिन्न भने अब त्यसलाई हामीले पोलिटिकल व्याख्यातिर त हामी जाने कुरो भएन। तर एज अ तपाईँको ऐतिहासिक वस्तुको हिसाबमा भन्दा चाहिँ अब त्यस्ता किसिमका मुभमेन्ट आयो भने त जे नि असुरक्षित हुन्छ। त्यो नेपालमा मात्रै होइन, विश्वमै हो नि। जस्तो विश्वमै पनि त तपाईँको यत्रो अस्थिर विश्व छ, हामीले सुरक्षित ठानेका देशमा राखे पनि त त्यो ड्यामेज हुन सक्दैन भन्न सकिन्न। त्यही भएर मेरो विचारमा त्यति धेरै शङ्का गर्नुपर्ने छैन। जस्तो हामीले सचेत चाहिँ गराउनुपर्छ। अनि सरकारले पनि अभिलेखालयलाई चाहिँ कम्तीमा तपाईँको अलि राम्रो बनाऊ है, आर्काइभिङ स्थिति, तपाईँको फेसिलिटीहरू बेला बेलामा भनेर बजेट दिएर बिस्तारै सुधार गर्नुपर्ने कुरो त छन्। तर अब त्यो फर्काउनै हुन्न भन्ने कुरो पनि होइन। तर मलाई लाग्छ एकचोटि नाम लिन हुन्छ कि हुन्न थाहा भएन, हाम्रो डिओए, डिपार्टमेन्ट अफ आर्कियोलोजी, पुरातत्व विभागको डाइरेक्टर हुनुहुन्थ्यो गौतमजी। गौतम हुनुहुन्थ्यो, उहाँ धेरै भन्नुभएको छैन, उहाँ सरुवा हो। उहाँले एकदम इन्ट्रेस्टिङ एउटा भन्नुभएको थियो क्या, रिमार्क्स।
अहँ, उहाँले कहाँबाट सुन्नुभयो आफै भन्नुभयो, तर म त्यो उहुँ, जहिले रिफर गर्ने गर्छु। जस्तो हामी यो रिस्टिट्युसन रिटर्न भनेर जुन कहिलेकाहीँ चाहिँ अलि बढी राष्ट्रवादी भावनाबाट पनि प्रेरित भएर अलि न न रिजनेबल भन्दा अलि बाहिरको कुरो नि गर्छौँ नि तपाईँको उहुँ, इलोजिकल पाराको भनौँ। अहँ, जस्तो हो तपाईँको सामानहरू ल्याउनु पर्छ, तर अब सबै सामान ल्याउनु पर्छ, पर्दैन भन्ने एउटा डिस्कोर्स। अनि उहाँले भन्नुहुन्थ्यो, "होइन त्यो कसरी गए सामान, के गरे त्यो अहिले गएका होइनन्। अब हामी त्यतातिर गएर अरूलाई ब्लेम लाएर, अहँ, हाम्रा सामान सबै दिऊ भनेर यो 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 ठिक होइन। हामी प्रयास गर्ने अनि एकदमै फ्रेन्डली प्रयास गर्ने, त्यो भएर जे सामान आउँछ त्यो हामी तत्तत ठाउँमा राम्रोसँग संरक्षण गर्ने र केही सामान आएनछ भने त त्यो जहाँ छन् त्यो हाम्रा राजदूत हुन् नि, दे आर द एम्बासडर अफ द कन्ट्री तिनीहरूले नि त उहुँ, नेपाल चिनाउँछ नि। त्यो ब्युटिफुल भएर राम्रो। काहीँ म्युजियममा सामान रहेछ भन्दैमा "ए ल यो त्यहाँ रहेछ, सबै ल्याउनुपर्छ" भन्नेतिर जबरजस्ती लागेर पनि हुन्न। अहँ, भनेर एकदम राम्रो राम्रो तपाईँको स्टेटमेन्ट दिनुभएको थियो। म त्यही रिफर गर्न चाहन्छु यो एकदम कन्टेक्स्टमा राम्रो पनि। राम्रो कुरा गर्नुभयो। मैले अझै तपाईँको जस्तो साइन्स अफ कन्जर्भेसन हुन्छ नि, हाम्रो केमिकल र संरक्षण विधिमा पनि तपाईँसँग कुरा गर्न खोजेको। अब जस्तो सामग्रीहरू फोटोमा देख्दाखेरि पनि नाजुक अवस्थामा थिए। अहिले हजुरले पनि भन्नुभयो पोकामा आयो भन्नुभयो, कति समय कसरी राखियो होइन? त्यसलाई अलिकति स्टेबलाइज गर्नुपर्ने भयो होइन? रसायनहरू प्रयोग गर्ने चलन छ। हाम्रो यी सामग्रीमा चाहिँ के गर्नुभयो तपाईँहरूले? कस्ता खालका केमिकल ट्रिटमेन्टहरू यहाँ भयो? केही हो। हजुर। यो चाहिँ तपाईँले एकदम टेक्निकल क्वेसन सोध्नुभयो। त्यो भएर उहुँ, त्यो तपाईँको टेक्निकल काम गरेको चाहिँ हामीले प्रत्यक्ष अनुभव त गऱ्यौँ, हेऱ्यौँ, सहयोग पनि गऱ्यौँ। अहँ, तर हाम्रो त्यो जापानको जापान मा हुनुभएको कन्जर्भेसनिस्टको टिमले गरेको तपाईँको, हो। जसले आशा आर्काइभ्स, आशा सपुकुठी भन्छन् तपाईँको यहाँ हाम्रो असनबाट तल नरदेवीतिरबाट नि अहँ, अझ उता। उहुँ, त्यहाँ एकदम राम्रो कन्जर्भेसन गर्नुभएको छ त्यो जापानिज टिमले। अहँ, त्यही टिम यहाँ इन्भल्भ भएको हो। उहाँहरूले चाहिँ तपाईँको त्यसको लङ प्रोसेस हुने रहेछ। किनभने पाम रोल त तपाईँको त्यो रोल गरेर यो त यति लामोसम्म हुन्छ होइन? यो मेरो हातमा नअटाउने यति लामो। अहँ, अनि त्यो सानो अनि त्यो रोल गरे हुन्छ। त्यसपछि त त्यो कडा हुन्छ। खोल्नुभयो भने त त्यो हजारौँ टुक्रा हुन्छ एकचोटिमा। अहँ, अनि त्यो तपाईँको पहिला त त्यसलाई इभ्यापोरेसन च्याम्बर भन्दो रहेछन्। एउटा चाहिँ भाँडो जस्तो च्याम्बर माथि हाल्नु हुँदो रहेछ। अनि तल उहुँ, पानी र अरू केही अहँ, तपाईँको अब एसिड हुनु भएन, त्यो आफ्नै मेटेरियल भयो। उहुँ, अनि त्यहाँबाट चाहिँ आफै अब त्यो पानी तताउने नि कुरो भएन, त्यो नि अहँ, भएन। आफै कोठाको हिटले चाहिँ पानी जब बाफ हुन्छ अहँ, कोठाकै टेम्परेचरले अनि त्यो ओभरनाइट 24 घन्टा राखिसकेपछि चाहिँ अनि त्यो पाम लिफलाई फ्ल्याट गर्न मिल्दो रहेछ तपाईँको। ए अनि त्यो चाहिँ अब सर्र खोलेर फ्ल्याट गरेर तपाईँको टेबलमा त्यसमाथि विशेष इक्विपमेन्टले थिचेर राख्ने अहँ, र अनि त्यसलाई क्लिनिङदेखि लिएर के सफा गर्न मिल्छ। उहुँ, तर अब मलाई टेक्निकल यो रसायनहरूको ज्ञान चाहिँ त हुने भएन तपाईँको। ए तर प्रोसेस चाहिँ एकदमै मिहिन हुँदो रहेछ। जस्तो हामीलाई चाहिँ कहिलेकाहीँ के लाग्ने भने धेरै देखिराखेको उहिलेदेखि, यहाँ मैले जापानिज टिमलाई जोक पनि गरेको थिएँ। "ओहो! तपाईँ त यो भर्खर जन्मेको नानीलाई भन्दा नि बढी चाहिँ बोक्नु हुँदो रहेछ। त्यस्तो अँ, सिरियस भने केयरफुल भएर, ए यो त झ्याप्पो समाए भइहाल्छ नि" भनेर नि मैले जोक गरेँ है, त्यो चाहिँ जोक अहँ, गरेको थिएँ। अहँ, कि उहाँले कति केयरफुल भएर गर्नु हुँदो रहेछ भन्ने चाहिँ त्यो अमेजिङ थियो यो पाम पाम रोलको विशेष चाहिँ। अँ, भनेपछि त्यसमा पनि निकै समय पनि लाग्यो र त्यो एकदमै केमिकल्ली ट्रिटमेन्ट त्यो भएरै एकदमै आइपुगेको छ। खर्चिलो तपाईँको। किनभने त्यसमा चाहिँ धेरै टिम कसरी इन्भल्भ हुनुपर्यो भने, एक त त्यो स्पेसलाइज्ड कन्जर्भेन्सनिस्ट आउनुपर्यो। अहँ, अनि उहाँहरू चाहिँ अब पैसा तिर्ने हो भने एकदम महँगो किनभने त्यो त एउटा टेक्निकल जब भयो नि अहँ, तपाईँको, जापानको मान्छे। तर उहाँहरू चाहिँ नेपालप्रति माया, काम पनि नेपालमा गरेको भएर उहाँ जति पैसा लिनुहुन्थ्यो त्यस्तो लिनु भएन। भने अब पारिश्रमिक केही हिसाबमा यो त्यो नलिने त कुरो भएन। अहँ, तर जे होस् त्यो उहाँले धेरै नै माया बढी, पारिश्रमिक कम लिनुभयो होइन? माया अहँ, बढी लागेर। अहँ, अनि त्यसपछि फेरि अब त्यो अरू एसिस्टेन्ट चाहियो, त्यसलाई फोटो खिच्नु पर्यो, स्क्यान गर्नु पर्यो। अनि त्यसमाथि त त्यसपछि आउँछ मेटाडाटा बनाउनु पर्यो, त्यसलाई पढ्नु पर्यो 800 वर्ष अगाडिको भाषा। अहँ, किनभने त्यो चाहिँ तपाईँको क्लासिकल नेवारीमा लेखिया छ अथवा नेपाल भाषा, क्लासिकल नेपाल भाषा जुन हामीले नेवारी भाषा भनेर नि बढी बढी चिन्छौँ तपाईँको। अनि त्यो चाहिँ मिक्समा लेखिया छ संस्कृत र नेवारी उहुँ, अथवा नेपाल भाषा। त्यो भएर अब म नेपाल भाषा कम बुझ्छु होइन भने अब म बुझ्दिनँ भने नि भयो मैले बुझ्छु भन्दाखेरि
तपाईँको बुझ्ने मान्छेको अपमान हुने भयो। ओहो! होइन म भने धेरै प्र्याक्टिस गरेको भएर केही बुझिन्छ किनभने त्यहाँ चाहिँ संस्कृत मिक्स नेपाल भाषा हो। त्यो आधा जति संस्कृत, आधा जति नेवारी, अब कहिलेकाहीँ धेरै नेवारी, ओहो! कहिलेकाहीँ धेरै संस्कृत, कम नेवारी भएको भएर संस्कृत जानेको मान्छे नि चाहियो, त्यतिखेर टर्मिनोलोजी जानेको चाहियो, तपाईँको क्लासिकल नेवारी जानेको मान्छे अनि त्यो टिम पनि ठुलो बस्नु पर्यो। त्यसकारणले अब त्यसमा हामी नेपालमा यहाँ हाम्रो नेपाल भाषाका विज्ञ माणिक बज्राचार्य हुँदै हुनुभयो। त्यसपछि हाम्रो नेपालमा नेपाल भाषा जानेका हाम्रो सञ्जय शाक्य, पवित्र बज्राचार्य, हजुर। राजेन्द्र शाक्य, भरत महर्जन जस्ता मान्छे हाम्रा साथीहरूबाट पनि सहयोग लिइयो तपाईँको। त्यो गरेर अनि कम्प्रिहेन्सिभ क्याटलग पनि बनाइयो। यो पाम रोल सहित सबै 800 डकुमेन्टको यत्रो भोल्युम हामीले ड्राफ्ट निकालिसकेका छौँ। त्यसमा चाहिँ अब त्यसको क्याटलग छ, विवरण छ सबै। अनि त्यो चाहिँ हामीले प्रकाशित गर्छौँ र राष्ट्रिय अभिलेखालय सँग सम्पर्क गरेर उहाँहरूको इच्छा भयो भने हामी जोइन्टली पनि त्यहाँबाट पनि प्रकाशित गर्छौँ र त्यो राष्ट्रिय अभिलेखालयलाई दिन्छौँ। त्यो किनभने त्यो सामग्री त्यहाँ भएपछि त क्याटलग त्यहाँ भयो भने मान्छेलाई त्यो पत्ता लगाउन र हेर्न पनि सजिलो भयो। जस्तो यही ठ्याक्कै यही तपाईँले भनेकै कुरा मैले गर्न खोजिरहेको थिएँ। जुन भुजिमोल लिपि मलाई अस्ति सागर सरले भन्दै हुनुहुन्थ्यो, तपाईँले पनि कुरा नेवार भाषा र संस्कृत भन्नुभयो। त्यो जुन ताडपत्रहरू छन् होइन, त्यसमा त्यो लिपि पनि अध्ययन गर्ने एउटा पाठ हो र त्यसलाई क्याटालग गर्नुपर्यो नि त। भनेपछि मोटामोटी कति भागमा वर्गीकरण गरिएको छ प्राप्त सामग्रीलाई, फेरि त्यसलाई पनि तपाईँहरूले कालक्रम समयअनुसार गर्नुभएको छ कि मेटेरियल अनुसार गर्नुभएको हो कि अब अघि भन्नुहुँदै थियो कुनै तपाईँको चाहिँ यात्रा डायरी छ, कुनै तपाईँको फेरि ताडपत्र छ, अर्को केही थोक छ भनेपछि कस्तो खालको वर्गीकरण गरिएको छ? हामीले चाहिँ तपाईँको सब्जेक्ट र मेटेरियलको नेचर अनुसार वर्गीकरण गर्यौँ। किनभने यो ताडपत्र अथवा तालपत्रलाई एउटा क्याटेगोरीमा राख्यौँ। हजुर। किनभने त्यो तपाईँको 1242 देखि 18औं शताब्दीसम्म लेखिएका छन् 465 र त्यो भित्र विषय करिब करिब मिल्ने छ। सबै चाहिँ होइन, तर धेरै जस्तो चाहिँ लिगल डिड्स, ल्यान्ड डिड्सहरू हुन्। तपाईँको घर जग्गा बेच्दा, पास गर्दा तपाईँको त्यसको बाउन्ड्री, मूल्य होइन, अनि कतिपय तपाईँका गुठी सम्बन्धी पनि छन्, कति विभिन्न नियम सम्बन्धी छन् होइन। त्यसकारणले त्यो तालपत्रको एउटा क्याटेगोरी अनि अरू डकुमेन्टहरूको जस्तो लालमोहरको एउटा क्याटेगोरी, रुक्काको अर्को क्याटेगोरी, ट्राभल डायरिजहरूको अर्को क्याटेगोरी अनि तपाईँको विभिन्न अरू नोट्सहरू अरू जस्तो अब एउटा सेट तपाईँको यो ऐनको हस्तलिखित ग्रन्थहरू छन्, मुलुकी ऐन, जो मेरो विषय पनि हो। यो विद्यावारिधीमा मैले मेरो गुरुसँग चाहिँ 1910 सालको जङ्गबहादुरको मुलुकी ऐन र धर्मशास्त्रको विषयमा विद्यावारिधि गरेका थिएँ। त्यो मध्ये एउटा कपी मुलुकी ऐनको एउटा कपी 1910 विक्रम सम्वतको र पछिको पनि गरिकन यहाँ 5 वटा जति मुलुकी ऐनको तपाईँको म्यानुस्क्रिप्ट नै छन्। त्यो हुँदा हामीले मेटेरियल र सब्जेक्ट अनुसार क्याटेगोराइजेसन गरेका छौँ। जस्तो त्यो तपाईँकै हाइडलबर्गले राखेकोमा चाहिँ यो हात्तीको एउटा के भन्ने कुरा र त्यसपछि तपाईँको जुद्ध शमशेरको डायरीको केही फोटोहरू या केही विवरण सानो समाचार सामग्री हो राखेको थियो होइन। त्यस्तो इन्ट्रेस्टिङ फाइन्डिङहरू त्यहाँ के छन् अलिकति तपाईँले सम्झेको अहिले? अब 800 एउटै भन्नु त परेन, तर मोटामोटी 8-10 वटा जो अलिकति यो 465 पाम रोल अब सबै सामग्री हिस्टोरिकल भएर इन्ट्रेस्टिङ भए। पाम रोल आफैमा इन्ट्रेस्टिङ भयो किनभने हाम्रो मेडिएबल रिटर्न हेरिटेज भनेको त तपाईँको कुनै पनि हिस्ट्री का लागि प्रयोग हुने र बेसिक प्राइमेरी सोर्स भयो। इकोनोमिक हिस्ट्री होस् कि सोसल हिस्ट्री होस् कि तपाईँको होइन, त्यो भएर त्यो एकदमै इन्ट्रेस्टिङ भइहाल्यो तपाईँको फार्म रोल्स, तालपत्रहरू। अनि त्यसपछि अरू पेपर डकुमेन्ट पनि तपाईँको तात्कालिक एडमिनिस्ट्रेटिभ प्रोसेस देखाउने भए। अब त्यसले पनि तपाईँको पोलिटिकल हिस्ट्री अनि कल्चरल हिस्ट्री विभिन्न कुरो आउने भयो। अब मलाई व्यक्तिगत रूपमा के इन्ट्रेस्टिङ भयो भन्ने सोध्नुहुन्छ भने चाहिँ सबै इन्ट्रेस्टिङ ऐतिहासिक मेटेरियल, तर त्यो एउटा तपाईँ श्मशान योग भन्ने यो वज्रयान तान्त्रिक श्मशान साधनाको टेक्स्ट रहेछ, जुन म आफैले पढेको छैन, मलाई थाहा छैन भने त्यो टेक्स्ट को ट्रेडिसन, तर यो त्यो पन्ना चाहिँ मैले पढेँ केही भाग। त्यो एकदम म जत्तिकै लामो रोल छ तपाईँको। अनि त्यो चाहिँ मलाई एकदमै इन्ट्रेस्टिङ लागेको थियो। त्यत्रो परिश्रम गरेर तपाईँको म जत्रै भनेपछि त्यो करिब
6 फुट जति होला, 5 फुट होला, 5.5 अथवा यो अँ, एक्ज्याक्ट मेजरमेन्ट चाहिँ म दिन सक्छु। उहुँ, अनि मलाई चाहिँ त्यो बढी इन्ट्रेस्टिङ लागेको थियो। अनि उहुँ, अर्को के इन्ट्रेस्टिङ भनेको यो ट्राभल डायरीजहरू पनि एकदमै इन्ट्रेस्टिङ। किन उहुँ, भन्नु होला भने हजुर। यो नेपाल चाहिँ हामीले के बुझिन्छ यो स्कलरली जगतमा भने 1950 सम्म त नेपाल अलि आइसोलेटेड थियो, क्लोज थियो। किनभने यहाँ तपाईँको हाम्रो हो, विदेशीसँग आवत-जावत सम्पर्क थिएन भन्ने प्रसङ्गले गर्दा हो, नेपालले चाहिँ खासै अरू कुरो त्यति जानेन, सिकेन। उहुँ, किनभने क्लोज थियो भन्ने छ नि। तर अब यो हो, यस्ता ट्राभल डायरिज र यो मुलुकी ऐन जस्ता टेक्स्टहरूले चाहिँ के देखाउँछ भने त्यो कुरो सही होइन। उहुँ, नेपाल चाहिँ तपाईँको त्यो जियोग्राफिकल्ली त्यसरी क्लोज भए पनि नेपाल एकदमै ओपन थियो इन्फर्मेसनको लागि। हो, किनभने नेपालले त्यतिखेरै 1800 तपाईँको यो अ, वरिपरि नै धेरै हिस्टोरिकल इन्फर्मेसन जम्मा गरिसकेका छ। किनभने हाम्रो एउटा न्यारेटिभ के छ भने नेपालमा चाहिँ हिस्ट्री भनेकै क्रोनिकल भन्छ नि वंशावली हो। वंशावली भनेको त प्रोपर हिस्टोरियोग्राफी होइन किनभने त्यहाँ चाहिँ मिथ र तपाईँको फ्याक्ट चाहिँ मिक्स गरेर हुन्छ होइन। हो, त्यो भने प्रोपर हिस्ट्री राइटिङ थिएन भन्ने प्रसङ्गमा त्यो होइन। किनभने हाम्रो 18औं शताब्दीको सुरुदेखि नै नेपालले चाहिँ स्पष्ट रूपमा हिस्टोरियोग्राफी लेख्न सुरु गरिसकेको देखिन्छ यो प्राइमेरी सोर्सहरू। अनि यो ट्राभल डायरिजहरूले नि त्यो विभिन्न कुरो थप्छन् त्यसमा तपाईँको। नेपाल चाहिँ केमा इन्ट्रेस्टेड रहेछ त्यतिखेर? उहुँ, तपाईँको बेलायत के हुँदैछ? त्यहाँको रुल अफ ल के रहेछ? त्यहाँको मिलिटरी पावर के रहेछ? जियोग्राफी के रहेछ? उहुँ, तपाईँको त्यहाँ काठमाडौँबाट वलको डिस्टेन्स अब तपाईँको मानौँ बेलायत कति टाढा रहेछ? लाहोर कति टाढा रहेछ? त्यो हुँदा उनीहरूले धेरै ज्ञान चाहिँ भने जान्न खोजेको भन्ने देखिन्छ। हो, त्यो न्यारेटिभ चेन्ज हुन्छ यो र यस्ता किसिमका ऐतिहासिक दस्तावेजहरूले। त्यो भएर यो सामग्री चाहिँ तपाईँको चौतर्फी कल्चरल आर्टिफ्याक्टका हिसाबमा महत्त्वपूर्णै भए, तपाईँ उहुँ, अध्ययनका हिसाबमा पनि अब आफ्नो विधा अनुसार सबैतिरबाट महत्त्वपूर्ण नै भयो। हो, त्यो हुँदा मलाई समग्रमा सबै महत्त्वपूर्ण र इन्ट्रेस्टिङ लागेको। तर त्यो श्मशान योग भन्ने चाहिँ हो, त्यो तपाईँको कस्तो परिश्रम गरेर बनाए होला भनेर त्यो उहुँ, म एकचोटि पढ्ने विचार पनि गरिरहेको छु। यदि अँ, हाम्रो त्यो नेपाल भाषामा छ, हाम्रो उहुँ। नेपाल भाषाको साथीसँग जानकारी लिन के लेख्या रहेछ त्यो जस्तो यो तन्त्र नेपालमा सम्बन्धी। तपाईँको अभिलेखको सवालमा धनबज्र वज्राचार्यले तपाईँको भनौँ न लिच्छवी कालको त्यसपछि तपाईँको पूर्व मध्यकाल, मध्यकाल गरेर निकाल्नुभयो। त्यो अभिलेखहरू म पनि पढिरहेको छु। ती अभिलेखहरू भन्दा पनि बाह्य केही चिजहरू पनि भेटिएको हो। त्यहाँ रहेका कुराहरू भनौँ न मध्यकाल नै आइपुग्न खोज्यो होइन? या चाहिँ त्यो त्यस्ता त पक्कै अभिलेखभन्दा त फरक भइगयो। किनभने हुँ, अभिलेख एक प्रकारको एउटा क्याटेगोरीको रिटेन हेरिटेज भयो। हो। यो अर्को किसिमको भयो। त्यो हुँदा त इन्फर्मेसनै फरक हुने हो। भने केही इन्फर्मेसन ओभरल्याप हुने कुरो त भइहाल्यो। हो। तर त्यहाँ लेखेको त्यहाँ भएको त इन्फर्मेसनै फरक हुने भयो नि। त्यो हुँ, हुँ, फरक किसिमको सेटिङमा हुँ, लेख्ने हुँ, भए हो। यही जस्तो इन्स्क्रिप्सन तपाईँको अब डोनेटिभ भए होइन, हो, भोटिभ इन्स्क्रिप्सन त्यहाँ के लेख्छन् भने कसले के दान दियो, पनि मन्दिरमा के चढायो, घण्टा कहाँ जोड्यो अथवा रेनोभेसन कसले गर्यो हो, भन्ने बढी हुने भयो हो, होइन। अब लिच्छवी कालको इन्स्क्रिप्सनमा अब काहीँ-काहीँ तपाईँको अलिकति लिगल इन्फर्मेसन आउने कुरो पनि छ। हो, तर अब यस्ता किसिमका डकुमेन्ट चाहिँ एडमिनिस्ट्रेटिभ डकुमेन्ट भए। अब यिनीहरूले चाहिँ एडमिनिस्ट्रेटिभ तपाईँको टपिक बढी हो, क्याप्चर गर्ने भए। जस्तै हुँ, यही तालपत्रको तमसुक हेरौँ भने त्यतिखेर त तपाईँको एक किसिमको पपुलेसन पनि पत्ता लगाउन मिल्ला यदि कम्प्लिट सेट हेर्ने हो भने, अथवा त्यतिखेरको इकोनोमी कस्तो रहेछ, हुँ, अथवा जग्गा किनबेच के कस्तो रहेछ, केका आधारमा रहेछ, प्रोपर्टी पार्टिसन कसरी गर्ने रहेछन्, कुन हुँ, नियम मान्थे। किन त्यतिखेर त हाम्रो होमोजेनाइज्ड लिगल कोडिफिकेसन त केही थिएन तपाईँको। अब तपाईँको एक किसिमको शास्त्रीय परम्पराबाट अथवा कस्टमरी परम्पराबाट आएको नियमअनुसार चाहिँ प्रोपर्टी पार्टिसन गर्थे होइन। त्यो भएर अब चौतर्फी डाइमेन्सन हेर्न मिल्ने भयो हिस्टोरिकल रिटन आर्टिफ्याक्टबाट त। र त्यो फरक कुरो हो भने धनबज्रहरूले गर्नुभएको तपाईँको अब त्यो एपिग्राफिक एउटा विधा भयो। हो, तर उहाँहरूले इनर्मस काम गर्नुभएको छ। किनभने अब त्यतिको काम गर्नलाई त्यो रिसोर्सले त्यो जमानामा चाहिँ त्यो बुद्धिका साथ। त्यसकारणले अब उहाँको नाम लिइहाल्नुभयो। हामीले उहाँलाई नमन गर्नुपर्छ। किनभने हामीले अहिले धेरै जस्तो तपाईँको अब
इपिग्राफिक सोर्स हेर्ने भने त उहाँकै हो नि। हो नि। उहाँले त्यतिखेर गरेर त्यत्रो डिजिटलको जमाना थिएन तपाईँको, भन्नुहोस् न कति मेहनत गर्नुभयो होला कि त्यतिको इपिग्राफी जम्मा गर्न होइन। अनि त्यस्तो किसिमको रिसर्च चाहिँ प्राइमरी रिसर्च अहिले कम हुँदै गएको छ। मान्छे अहिले त अब अलि मेरो मेरो व्यक्तिगत अनुभवमा त अलि अल्छी जमाना आयो नि। त्यतिखेरको जस्तो जाँगर, जोस, जुन विद्याको मोटिभेसन भने नभएका होइनन्। निश्चित मान्छे त एकदम मोटिभेटेड छन्। तर अब महेशराज पन्त गुरुज्यूको शब्द सापटी लिएर भन्दा फेरि उहाँ रिसाउनु होला अरे क्या। त्रिखण्डी शिक्षा भन्ने उहाँहरूको परम्परा जुन छ, उहाँले 100मा 33 आए पास भएपछि त अब 66 त नजाने भइगयो नि भन्ने जुन किसिमको छ एउटा होइन। त्यो किसिमको त छ हाम्रो। अब फेरि त्यसलाई हामीले स्वाभाविक नै मान्नुपर्छ, किनभने हामी ग्लोबल वर्ल्डमा छौँ। अब त्यो ट्रान्सफर्मेसनको प्रोसेस र चेन्जको प्रोसेस चाहिँ विभिन्न तरिकाले आइ नै हाल्छ। अब जे छ त्यही बसोस् भनेर त अब हामी ढुङ्गे युगमा बस्ने नि कुरो भएन, अथवा जे ट्रेडिसन छ त्यही फलो गरौँ भनेर अब हामी तपाईँको ब्याक जाने कुरो नि भएन। तपाईँ हामीको अब ग्लोबल स्टेजमा जानुपर्छ, त्यो प्रोसेस पनि हो। तर अब मोटिभेसन चाहिँ विभिन्न कारणको विभिन्न जब पर्सपेक्टिभ, इकोनोमिक एक्टिभिटिज, अब त्यो कतिको इकोनोमी जेनेरेट गर्न सक्छले पनि त फरक पर्छ नि। कम भएको छ। जस्तो धनबज्र वज्राचार्यहरूको पालामा जस्तो जुन तपाईँको प्राइमेरी मेटेरियल कलेक्सनमा एक्सटेन्सिभ काम गर्नुभयो, अब त्यो काम गर्ने मान्छे अहिले कम छन्। किनभने यो इतिहास तपाईँको संस्कृति विधामा एकता मान्छे कम छन्। अहिले भर्खरै मात्रै अलि बढी तपाईँको जागरण आइरहेछ होइन। जस्तो हाम्रो कहिलेकाहीँले चाहिँ तपाईँको यो जस्तो लिङ्केजहरू पनि बन्ने नि, जस्तो बाह्य देशमा पाइएको सामग्री र नेपालको सामग्री बिसाउँदाखेरि चाहिँ ठ्याक्क एउटा पूर्ण इतिहास या पूर्ण बेहोरा बन्ने खालको, कुनै टुक्रा उता हुने कुनै टुक्रा यता हुने खालको हुन्थ्यो। त्यस्तो केही पनि रहेछ कि यो आफैमा पूर्ण रहेछ पाइएका चिजहरू? होइन, आफैमा पूर्ण होइन। त्यो ठिक कुरो गर्नुभयो। यो काम रोल्सहरू त जम्मै सेट जम्मा गरेर अध्ययन गरेन भने त कम्प्लिट पिक्चर आउँदैन नि। त्यो भएर यो चाहिँ एउटा पार्ट अफ भयो। त्यो मध्यकालको चाहिँ तपाईँको त्यो इकोनोमिक हिस्ट्री हेर्ने, सोसल हिस्ट्री हेर्ने हो भने त अरू धेरै डकुमेन्ट हामी कहाँ छैनन् नि यस्ता फार्म रोल बाहेक होइन। अब यो सबैलाई एक ठाउँमा राखेर अध्ययन गर्दा मात्रै कम्प्लिट पिक्चर आउँछ तपाईँको। त्यो भएर योले चाहिँ परिपूरण गर्छ त्यो त्यस्ता किसिमका टेक्स्चुअल चिजहरूलाई। जस्तो मलाई अझै एउटा चिज तपाईँसँग जान्न मन लागिरहेको चाहिँ जस्तो भन्न मिल्छ कि मिल्दैन, किनकि यो फर्काउने सवालमा अघि पनि सोध्नुभयो के कसो भनेर। तर कहाँबाट चाहिँ यो चिजहरू रहेछन्, यसको प्राइमरी सोर्स भनौँ न नेपालबाटै गएको हुनाले केही त्यस्तो पनि केही थाहा हुन्छ त्यहाँबाट? केही थाहा पाउनुभयो कहाँ रहेछन् यी सामग्रीहरू भन्ने कुराहरू केही? यो चिज कहाँ हुन् भन्ने चाहिँ त थाहा हुने भयो। जस्तो अब त्यो तमसुकमा चाहिँ कहाँको घर जग्गा पास गरे भनेर चाहिँ अब सबै त अहिले लोकेट गर्न सकिन्न। मध्यकालका ठाउँ अहिले नि त्यही ठाउँ भन्ने छैनन्। तर नाम छ नि, यहाँ बस्ने यो मान्छेले यो मान्छेलाई यो बेचेको भन्ने छ। त्यो भएर यो टेन्टेटिभली कहाँबाट जेनेरेट भएको भन्ने चाहिँ तपाईँको पत्ता लगाउन सकिन्छ होइन। तर अब त्यो कसले कसरी लग्यो भन्ने जुन प्रोभिनेन्स रिसर्च भन्छन्, त्यसको कम्प्लिट पिक्चर निकाल्न त गाह्रो हुने भयो। तर अब मेटेरियल आफै कहाँबाट जेनेरेट भए भन्ने कुरोको चाहिँ त्यो मेटेरियलकै आधारमा यो चाहिँ पाटनमा यो बेच्या रहेछ, अथवा यो काठमाडौँमा जग्गा पास गरे रहेछ, अथवा यो लालमोहर चाहिँ यो राजाले यो मान्छेलाई इस्यु गरेर छ भनेपछि यो सेटिङमा गरे रहेछ भन्ने जानकारी त डकुमेन्टले स्पष्टै दिने भइहाले। हजुर हो। जस्तो अब चाहिँ म तपाईँसँग यो डेटा र मेटा डेटा जुन भन्नुभयो, यसको रिजोल्युसन कस्तो छ होइन, यसको स्ट्यान्डर्ड कस्तो मेन्टेन गरिएको छ, यति ठुलो हातले इसारा गर्दै हुनुहुन्थ्यो, त्यो चिज चाहिँ यहाँ कसरी आउने हो? त्यसलाई चाहिँ अभिलेखहरूले काम गर्ने हो कि तपाईँहरूले कुनै एउटा डिजिटल त्यस्तो अर्काइभ लिङ्कहरू या कुनै त्यस्तो वेबसाइटहरू बनाउन खोज्नु भएको कि कसरी हेर्ने, यसलाई डिजिटल्ली कसरी हेर्ने र त्यो डेटा कस्तो छ? डिजिटल्ली चाहिँ यसलाई कसरी हेर्ने भने तपाईँको यो हामीले कन्जर्भेसन गर्दैखेरि यहाँको युनिभर्सिटी लाइब्रेरीले तपाईँको यहाँको वान अफ द बेस्ट लाइब्रेरी पनि हो वर्ल्डमा तपाईँको। यहाँ नेपाल सम्बन्धी पनि इनर्मस रिसोर्सेस छन् तपाईँको र साउथ एसियाकै। त्यो विश्वविद्यालयको लाइब्रेरीले यो तपाईँको वर्ल्ड स्ट्यान्डर्डमा डिजिटाइज गरिरहेछ। त्यस कारणले यो त्यहाँ फिर्ता गरेपछि यो खोल्नै पर्दैन, किनभने हामी यो डिजिटाइज कपिज पनि
त्यो अभिलेखलाई दिन्छौँ र यो डिजिटाइज कपी मेटा डाटा सहित यहाँको विश्वविद्यालयको तपाईँको केन्द्रीय लाइब्रेरीले पनि अध्ययन अनुसन्धाता तथा विद्यार्थीहरूलाई सहज हुने गरी उपलब्ध गराउँछ र त्यो रिपार्टिएसनको एउटा शर्त पनि थियो। हामीले यो अवेरनेस पनि के जगाउनु पर्छ भने तपाईँको यो भनेको चाहिँ पढ्ने पढाउने सामग्री हुन्। यो चाहिँ तपाईँको कुनै हामीले यसलाई चाहिँ हिरा खानीको डायमन्डलाको किसिमले इकोनोमीसँग तुलना गर्न हुँदैन, किनभने यो मनी जेनेरेट गर्ने कुरो होइन नि तपाईँको कल्चरल कुरो भने होइन। भने त्यसलाई विभिन्न टुरिज्म पर्सपेक्टिभमा फरक तरिकाले युज गरेर रिसोर्स जेनेरेट गर्ने अर्को कुरो, नत्र त यो अध्ययन र अनुसन्धानको कुरो हो। र यो अध्ययन र अनुसन्धान गर्ने मान्छेलाई चाहिँ सहज उपलब्ध हुनु पर्यो। तपाईँको अब यो पाम रोल पढ्न सक्ने जम्मा 10 जना मान्छे होलान् मानौँ होइन। अब त्यही 10 जना मान्छेले नै एक्सेस गरेनन् भने यो कसले पढ्ने तपाईँको? अनि यसको के महत्त्व नै भएन नि भन्न खोजे। त्यो एक्सेसको चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका हुने भयो र यहाँ हामीले गभर्नमेन्टसँग जुन अस्ति सम्झौता भयो त्यसमा पनि त्यो क्लियर गरेको छ चाहिँ यो अध्ययन अनुसन्धाता तथा विद्यार्थीलाई यो एकदमै सहज एक्सेस हुनुपर्छ। यो यहाँको केन्द्रीय लाइब्रेरी मार्फत पनि हुन्छ र नेपालले पनि तपाईँको त्यहाँ तथा त्यो जगतको क्षेत्रमा चाहिँ त्यो क्षेत्रमा अध्ययन अनुसन्धाताहरूलाई सजिलै पहुँच दिनुपर्छ भन्ने हाम्रो मात्रै होइन, अहिले त्यो हामी सबैले त्यो विषयमा ध्यान दिनुपर्छ र हाम्रो सम्झौताले नि त्यही भन्छ। जस्तो जुन हामी नाम पनि लियौँ, धनबहादुरले जुन तपाईँको चाहिँ त्यो भएका लिपिहरूलाई नेपाली व्याख्या, नेपाली अनुवाद, त्यसपछि त्यसको व्याख्या होइन, त्यसको अझै तपाईँको ट्रान्सलेट गर्नुहुन्थ्यो नि, त्यस्तो केही कामहरू पनि हजुरहरूले गर्नु भएको हो कि त्यो काम बाँकी नै छ? त्यो काम चाहिँ बाँकी छ, किनभने त्यो चाहिँ तपाईँको अहिले चाहिँ हामीले सरसर्ती पढेर त्यसका बारेमा लेख्यौँ होइन। त्यो के कसले कसलाई इस्यु गरेर रहेछ, यो केसको बारेमा रहेछ, यसको नाप कति रहेछ, यसको लिपि के रहेछ, यसको डेट के रहेछ तपाईँको होइन, पोलोफोन के रहेछ भनेर हामीले त्यसका बारेमा लेख्यौँ। अब त्यसको लागि चाहिँ तपाईँको लिप्यान्तर गरेर अनुवाद गर्नलाई चाहिँ त विशेष परियोजना चाहियो। त्यसलाई त फेरि इनर्मस रिसोर्सेस र धेरै टाइम, त्यो चाहिँ अब भविष्यका अथवा अहिलेका अरू इन्ट्रेस्ट हुने अध्येता तथा अनुसन्धाताले गर्ने कुरो भयो। अब उहाँहरूले चाहिँ यो सामग्री एक्सेस गर्नुहुन्छ डिजिटल, त्यसपछि आफ्नो आफ्नो विषयका कसैले मास्टर थेसिस लेख्नु होला, मानौँ 13औं शताब्दीका पाम तपाईँको इकोनोमिक हिस्ट्री जनाउने 50 वटा पामले भनेर मास्टर थेसिस लेख्नु होला, अथवा पिएचडी लेख्नु होला होइन, अथवा बिए थेसिस लेख्नु होला विभिन्न ट्राइबल डायरिजमा पोलिटिकल साइन्सका विद्यार्थीले होइन। हाम्रो चाहिँ त्योसम्मको स्थिति हो अहिले। जस्तो त्यही हजुरले भन्दै हुनुहुन्थ्यो प्रोफेसर ब्रोसियस, मैले नाम बिगारेँ होला, उहाँले त्यहाँ अस्ति त्यो सिग्नेचर सेरेमोनीमा भन्नुभएको रहेछ कि 2015 पछिको भूकम्पपछि चाहिँ नेपालले संरक्षणमा राम्रो काम गरिरहेछ र यो मौलिक दस्तावेजहरू फेरि फर्काउँदैछौँ, यसलाई चाहिँ डकुमेन्ट हेरिटेजको रूपमा यसले त्यो परिपूर्ति गर्छ भन्ने खालको कुरा रहेछ। त्यो हाइडलबर्गले राखेको प्रेस नोटमा मैले भेटेको थिएँ। भूकम्पपछि धेरै थोक भयो होइन, धेरै थोक हराएको पनि छ। यी डकुमेन्टहरू आइसकेपछि चाहिँ भनौँ न, र अब अहिले जेनजी प्रोटेस्ट पनि भयो, तपाईँलाई के लाग्छ यसको लागि चाहिँ अरू थप भनेको त्यो प्राज्ञिक कामहरू, बौद्धिक कामहरू गर्नको लागि चाहिँ नेपालका युनिभर्सिटीहरूले, स्टुडेन्टहरूले के गर्नुपर्छ होला त? अब यो डकुमेन्ट आउँदैछ भनेपछि होइन, त्यो चाहिँ तत्त विषयमा इन्ट्रेस्ट भएकाले, जस्तो अब साइन्सका मान्छेले त त्यसमा मेटेरियलका बारेमा त अध्ययन गर्न सक्ला नि, तर गर्ने कुरो भएन। विशेष गरेर अब कल्चरल हिस्ट्री पढ्ने अथवा हाम्रो संस्कृत विश्वविद्यालयका विद्यार्थी भए, तपाईँको नेपाल भाषा क्याम्पसका विद्यार्थी भए, अनि ट्युमै कल्चर डिपार्टमेन्ट छ, हिस्ट्री डिपार्टमेन्ट छ, पोलिटिकल साइन्स डिपार्टमेन्ट छ। अब त्यहाँ तत्त क्षेत्रका मान्छेले चाहिँ तपाईँको आफ्नो टपिक अनुसारको इन्ट्रेस्टमा यो सामग्री हेरेर तपाईँको अध्ययन गर्न सक्ने भए, यही सामग्रीमा मात्रै परेन, कम्पेरेटिभ स्टडी पनि गर्न सक्यो नि। ल मानौँ मैले एउटा त्यो मेरो विषय पनि हो, खासमा मेरो विषय चाहिँ ट्राइबल डायरिज मेरा लागि इन्ट्रेस्टिङ किन भयो भने म चाहिँ के हेर्न चाहन्छु भने, मेरो साथी यो प्रोफेसर हुनुभयो सिमेन चुबेलिससँगै मिलेर नेपाल चाहिँ यो जसरी मान्छेले अहिलेसम्म बुझिन्छ स्कलरली न्यारेटिभ जुन छ कि
क्लोज कन्ट्री थियो 1950सँग। त्यो भएर हिस्टोरियोग्राफीको आइडिया त्यो थिएन भन्ने कुरो होइन। यो चाहिँ स्रोत सामग्री यसमा काम नगरेर मात्रै त्यस्तो लागेको हो, तर इनर्मस स्रोत सामग्री छ हाम्रो। त्यो भएर अब यो डायरी जस्ता कुराले चाहिँ केमा इन्ट्रेस्टेड रहेछन् र के इन्फर्मेसन लिइसकेछन् भन्ने जानकारी दियो नि त तपाईँको। जस्तो नभए नेपाललाई नत्र तपाईँको नेपाल 1820 इस्वी सम्बततिर तपाईँको यो इङ्ग्लिस वंशावलीहरू अनुवाद गरेका छन् नेपालीमा। त्यो भनेपछि फ्याक्चुअल हिस्ट्री लेख्नुपर्छ भन्ने उतिखेरै जानकारी रहेछ नि, उतिखेरैदेखि इन्फर्मेसन ल्याएछन् नि तपाईँको। त्यस्तै यो प्रुसियन मिलिटरी ल अनि त्यसपछि तपाईँको यो प्रेस इन्भेन्सन, त्यो धेरै प्राइमेरी डकुमेन्ट छ कि नेपाल चाहिँ सोचेको हामीले अहिलेसम्म सोचेको जस्तो आइसोलेटेड ठाउँमा भएको देश होइन, कोलोनाइज नभएको हो, तर तपाईँको इन्फर्मेसनका हिसाबमा चाहिँ अल अराउन्ड पुगेको थियो नेपाल। तपाईँको यता हाम्रो चाइनिज वंशावली छ तपाईँको होइन, त्यहाँबाट अनुवाद गरेको, यता इङ्ग्लिस वंशावली तपाईँका, अनि त्यतिखेरका भारतका विभिन्न राज्य रजौटा भित्रका मुगल साम्राज्यभित्रका डकुमेन्टहरू होइन, धेरै धेरै टेक्चुअल सोर्सहरू छन् जसले देखाउँछ कि त्यही भएर नै नेपाललाई चाहिँ तपाईँको अलिकति युनिक पनि भन्छन् यो पोलिटिकल हिस्ट्री अनि हिस्ट्री अनि यो कल्चरल हिस्ट्रीमा, किनभने कोलोनाइज नभएको भएर एक किसिमको आफ्नो मौलिक परम्परा पनि कन्टिन्यू गर्यो होइन। अनि अर्को कुरो चाहिँ तपाईँको त्यसै गरी यसले अरू बाहिरिया इन्फर्मेसन पनि धेरै लियो, किनभने अब त्यो कोलोनियलाइज नभएको भएर तपाईँको यिनीहरू ब्रिटिससँग त नेपालको सम्बन्ध धेरै, त्यो हुँदाखेरि त्यहाँबाट तपाईँको विभिन्न अरू इन्फर्मेसनहरू पनि धेरै लिए। तपाईँको प्रेसदेखि लिएर अब राणा बिल्डिङै हेर्नुहोस् न, आर्किटेक्चरै नियो क्लासिकल आर्किटेक्चर हेर्नुहोस् होइन। जस्तो म अब अन्तिममा तपाईँसँग केही कुराहरू सोध्न खोज्दैछु। जस्तो यो ठुलो भोल्युम हो नि त, त्यो हुँदाखेरि चाहिँ अन्य कुराहरू पनि जसरी हाम्रो मूर्तिहरू हराएको छ, तपाईँको जस्तो केशर पुस्तकालय या नेपाल पुस्तकालयहरूको जुन अवस्था छ, त्यो भएर पनि एउटा खालको नेपालमा चाहिँ के बहस चल्छ भने जसरी गैँडाको खाग चोरी भयो त्यसै गरी बौद्धिक सामग्रीहरू पनि विभिन्न समयमा बाहिर गएको छ र त्यसलाई ल्याउनुपर्छ भनेर केही प्रयासहरू पनि भएको छन्। त्यसमा हामीले केही मूर्ति फिर्ता ल्याएको छौँ र यो खबर आएसँगै चाहिँ युरोपमा रहेका या अन्य देशमा रहेका सामग्रीहरू पनि एउटा आउने बाटो खुल्यो कि क्या, एउटा कूटनीतिक नजिर चाहिँ स्थापना भयो कि क्या हो भन्ने खालको बहस भएको छ। सरले कसरी लिनुहुन्छ यसलाई? होइन, ठ्याक्कै त्यो भयो कि होइन, भयो, त्यो चाहिँ सही हो। किनभने अहिलेसम्म यो मात्रामा रिटर्न हेरिटेज मैले जानकारी भए अनुसार तथा हामीलाई जानकारी भए अनुसार त्यसरी फिर्ता भएको थिएन त्यो यस्तो सेटिङमा। त्यस कारणले यो फिर्ता हुँदो रहेछ भन्ने भयो तपाईँको होइन, यसले त्यो डिस्कोर्स निकाल्यो र अनि अहिले फिर्ता हुनुपर्छ भन्ने डिस्कोर्स त तपाईँको अब एकदमै स्ट्रङली जताततै आइ पनि राखेको छ। यो यसै सन्दर्भमा म एउटा पनि रिफर गर्छु। एकचोटि हाम्रो टोलाङ्गे मित्रले चाहिँ यहाँ बर्लिनको एउटा म्युजियममा ज्ञानेश्वर, तपाईँलाई ज्ञानेश्वरको मन्दिर थाहा छ है? हजुर थाहा छ। त्यो मन्दिरको यो कवच जुन छ लिङ्गको होइन, त्यो चाहिँ तपाईँको केही गरिकन हामी अब जहिले हामी चोरी शब्द युज गरेर नि भएन, किनभने कसले चोर्यो नि थाहा छैन, कसले लग्यो बेच्यो, किनभने त्यो फरक प्रसङ्गको कुरो भयो नि। जे होस् त्यो कवच चाहिँ यहाँ तपाईँको मिड 19th सेन्चुरीको त्यो 1830-40 तिरको जस्तो लाग्छ। त्यो चाहिँ यहाँ बर्लिन म्युजियममा आएछ अनि त्यो त्यहाँ इन्स्क्रिप्सन रहेछ तपाईँको। त्यो मित्रले हामी बनेपाको मित्र हुनुहुन्छ उहाँ, त्यहाँ काम गर्नुभयो। उहाँले हामीलाई भन्नुभयो यहाँ कवच रहेछ, इन्स्क्रिप्सन पढिदिनु पर्यो। हामीले पढ्यौँ, त्यो ठ्याक्कै पत्ता लगाइहाल्यो ज्ञानेश्वरको मन्दिर रहेछ। अनि पछि उहाँसँगै हाम्रो एक्सेल मिखायल, माणिक बज्राचार्य, हाम्रो नेपाली टिम सबै गएर हामीले भेरिफाई गरेको त्यो त त्यहीँको कवच रहेछ। अनि उहाँले त्यो एउटा डकुमेन्ट्री नै बनाउनु भएको छ, तपाईँले कतै हेर्नु पनि भयो होला। अनि त्यो पनि फिर्ता गर्ने प्रसङ्गमै छ। त्यस कारणले यो यसरी फिर्ता हुँदो रहेछ भन्ने एक किसिमको कूटनीतिक नजिर मात्रै बसेन कि नेपाल सरकारलाई पनि सजिलो भयो, किनभने अहिलेसम्म कसरी गर्ने भन्ने प्रोसेस त अन्यल थियो नि, हामीलाई नि अन्यल भएर नै यो नभएको हो नि, उहाँहरूलाई नि त एडमिनिस्ट्रेटिभ हिसाबमा अन्यल छ नि, थियो नि। तर अब एक किसिमको प्याटर्न बस्यो नि त, भने यो मन्त्रालयले चिठी लेख्ने रहेछ, अब यसरी चाहिँ तपाईँको
अब यहाँबाट पनि थाहा भयो यसरी चाहिँ तपाईँको कल्चरल आर्टिफेक्ट भित्र फिर्ता जाने रहेछ। अनि अब मोटिभेटेड मान्छे भयो, इच्छा शक्ति भयो भने छिटै पनि हुने रहेछ। त्यो हुँदा अब नेपाल सरकारले के पोलिसी बनाउनु पर्छ मलाई जस्तो लाग्छ यदि तपाईँको मलाई कसैले सुझाव माग्यो भने म के दिन्थेँ भने, अब यो रिपाट्रिएसन रिटर्न गर्दाखेरि कस्ट कसले बेहोर्ने भन्ने एकदम ठुलो कुरो हुन्छ। किनभने कस्ट धेरै लाग्छ, अब कसले तिर्ने? त्यो सामान्यतया चाहिँ जहाँ फिर्ता ल्याउने मान्छेले नै अब इनिसिएसन लिनु पर्यो तपाईँ। तर अब हाम्रो प्रायोरिटिज फरक छ नेपाल सरकारको, किनभने हामी अझै भर्खरै एक किसिमको गतिमा अगाडि बढिरहेछौँ। अनि फेरि पोलिसिज पनि छैन। त्यो भएपछि अब त्यो मेरो विचारमा त्यो डेडिकेटेड त्यस्तो फन्डिङ सिस्टम छैन। सरकारले ल यो कुरो यहाँ ल्याउन लाग्यो, यो रिटर्नलाई यति पैसा लाग्छ, हामी दिन्छौँ भनेर सरकार प्रस्तुत हुन्छ जस्तो मलाई लाग्यो। किन यो केसमा पनि भएन र अरू केसमा पनि त्यो विभिन्न डोनेसन तथा विभिन्न जहाँ त्यो सामग्री छन् त्यही देशका सङ्घ संस्था अथवा सरकारको सक्रियता तथा राजदूतावासको सक्रियतामा मात्रै भएको देखिन्छ। सरकारले नै फन्डिङ म ग्यारेन्टी गर्छु किनभने यो हाम्रो कल्चरल आर्टिफ्याक्ट हो, म पैसा तिरेर ल्याउँछु भनेर स्पष्ट नभनुन्जेलसम्म त्यो पनि समस्यामै रहन्छ। जहिले चन्दा सङ्कलन गरेर अथवा तपाईँको बिन्ती चढाएर भने मैले प्रपोजललाई बिन्ती भन्न खोजेँ है। बिन्ती चढाएरै मात्रै पनि भएन होइन भने सरकारका लागि ठुलो कुरो पनि मलाई होइन जस्तो लाग्छ। जस्तो सरकारका लागि रेस्टिट्युसन भनेर निश्चित फन्डिङ चाहिँ तपाईँको मेकानिजम डेभलप गरेर व्यवस्था गर्नलाई एज अ सरकार चाहिँ त्यो इम्पोसिबल र धेरै फन्ड पनि होइन। त्यतातिर चाहिँ पोलिसी बनाउनेले सोच्नुभयो भने यो रिपाट्रिएसनमा त्यो त्यहाँ अरू साथीहरूले पनि त्यो पक्कै सरकारलाई सुझाव दिनुभयो होला। धेरै मान्छे हुनुहुन्छ नि यो रिपाट्रिएसन क्याम्पेनमा त अचेल। डाक्टर राजन सर निकै राम्रो कुराकानी भयो। मैले सोध्न छुटाएको र तपाईँलाई भन्न मन लागेको केही कुराहरू छ भने अन्त्यमा राख्नु होला। मलाई तपाईँले सोधि पनि सक्नुभयो, मैले भनि पनि सकेँ, तर म के दोहोऱ्याउँछु भने यो हामीलाई अहिले त धेरै जागरण आइ पनि सक्यो। यो कल्चरल आर्टिफ्याक्ट अथवा यो रिटर्न हेरिटेज भनेको अध्ययन र अनुसन्धान गर्ने विषय हुन्। त्यो भएर हामीले यो कुरोलाई एक्सेसिबिलिटीको रूपमा हेर्दाखेरि एकदमै फ्लेक्जिबल भएर हेर्नुपर्छ। कुनै तपाईँको यो चाहिँ मेरो होइन नि, यो ग्लोबल प्रोपर्टी हो भनेर हेर्नुपर्छ नि। संसारको त्यो प्र्याक्टिस पनि हो नि। युनेस्को वर्ल्ड हेरिटेज साइट कहीँ छ भने त्यो एउटा देशको मात्रै होइन नि, त्यो तपाईँको ग्लोबल प्रोपर्टी भन्ने डेफिनेसन हो नि अहिले। अनि त्यो अब रिटर्न हेरिटेज पनि त्यो पढेर अध्ययन गरेन भने त त्यो राखेर त केही काम भएन नि। भने हेर्नु नदिएर काम भएन नि। त्यो भएर हाम्रो भारतकै कुरो गर्नुहुन्छ भने उनीहरू धेरै ओपन एक्सेसमा गइसके नि। अहिले तपाईँको उनीहरू पहिला ओपन एक्सेसमा अलिकति कन्जर्भेटिभ सोचै राख्ने परम्परा थियो। तर अहिले हेर्नुभयो भने भारत ओपन एक्सेसमा धेरै अगाडि गइसक्यो। अध्ययन अनुसन्धान गर्नेलाई एकदमै सहज उपलब्ध गराउँछ। अब हाम्रो नेपालमा अझै पनि त्यो काहीँ केही किसिमले गाह्रो छ कि, किनभने हामी नेपाली विद्वानहरूले पनि भनेको सुनिन्छ एक्सेसिबिलिटीमा समस्या भयो भन्ने किसिमको। त्यो एक्सेसिबिलिटी सहज किनभने विद्यार्थीले धेरै पैसा तिर्न सक्दैन नि। जस्तो एमए थेसिस लेख्नुपर्ने छ, तपाईँ अभिलेखालयमा जानुभयो अनि तपाईँलाई कुनै टेक्स्ट चाहियो होइन। अब त्यो टेक्स्टलाई अब त्यो दस्तुर यति धेरै भयो भने त त्यो तपाईँको एमए थेसिस लेख्ने विद्यार्थीले कसरी पैसा तिर्न सक्छ? त्यो भएर सरकारले त राजस्व अरू किसिमबाट जेनेरेट गर्ने हो नि। अब त्यो तपाईँको अध्ययन र अनुसन्धान गर्ने मान्छे त त्यति धनी मान्छे होइन नि तपाईँको होइन। अब कसरी पैसा तिर्छन् धेरै। त्यो भएर यो एक्सेसिबिलिटी सहज पहुँच दिने कुरो गरेन भने तपाईँको त्यो इन्फर्मेसन पनि थाहा भएन। अनि त्यो अध्ययन अनुसन्धान नगरेपछि त्यो सधैँ बन्दै पनि रहने भयो। जस्तो अब हाम्रै देशका विभिन्न अभिलेखालयका सामग्रीहरूको कुरो गर्नुहुन्छ भने यो लास्ट टाइमको जस्तै घटना भएर सबै टेक्सुअल हेरिटेज जल्यो भने त केही पनि बाँकी भएन नि। भएन, त्यो हुन सक्ने रहेछ भन्ने त थाहा भयो नि अब होइन। त्यसमा त हामीले डिनाइ गर्नु परेन नि अब होइन, गेसै गर्नु परेन। त्यो त्यस्तो किसिमको सिनारियो आउने रहेछ अनकन्ट्रोलेबल। किनभने अब जे किसिमले जसरी आयो अर्को कुरो भयो त्यो। तर त्यो आउँदो रहेछ भनेपछि त अब तपाईँको हामीले के विचार गर्नु पर्यो भने
यो चाहिँ जति एक्सेसिबल भयो त्यो विभिन्न फर्ममा रहिरहने भयो तपाईँको होइन। अनि त्यसलाई अब डिजिटाइजेसनमा गयो भने अब झनै ओरिजिनल आर्टिफेक्ट चलाउनु परेन, अझ बढी सेक्युर गर्न सक्यो तपाईँको। अनि डिजिटाइजेसनमा गएर धेरै मान्छेले अध्ययन गर्यो भनेर त्यो विषय झन् धेरै व्यापक भयो। र अब त्यसलाई नेपाल चिनाउन पनि मद्दत गर्यो नि। जस्तै यो ट्राइबल डायरिजमा मैले काम गरेर एउटा त्यो इस्टाब्लिस थ्योरीलाई नेपाल वाज नट आइसोलेटेड एज इट वाज नरेटेड बाई स्कलर्स। इट इज ओन्ली बिकज अफ मैले अङ्ग्रेजीमा बोलेँ किनभने किनकि यो हामीले स्रोत सामग्री चाहिँ नहेरेर बनाएको एउटा थ्योरी मात्रै हो। तर यो होइन भनेर तपाईँको ओल्ड पोलिटिकल डिस्कोर्स अफ पोलिटिकल हिस्ट्रीमा एउटा नयाँ थ्योरी ल्याउनलाई त यो सामग्रीमा आधार हुन, अनि त्यो सामग्रीले त तपाईँको नेपालको मात्रै कुरो बोक्दैन नि। त्योभन्दा ग्लोबल पोलिटिकल हिस्ट्री पढ्दैखेरि ओ यस्तो रहेछ है यो पार्टमा भन्ने डिस्कोर्स चाहिँ मिसिन्छ नि। त्यो भएर यो ज्ञान रिटन आर्टिफ्याक्ट चाहिँ अब रिटन हेरिटेज चाहिँ तपाईँको र नन रिटन हेरिटेज पनि यो एक ठाउँमा लिमिटेड होइन, यो चाहिँ ओल्ड प्रोपर्टी हो। त्यो भएर यो चाहिँ अब सबैले पहुँच पाउनु पर्यो भने यो रिजनेबल पहुँच पाउनु पर्यो र सबैले अध्ययन र अनुसन्धान गर्न पाउनु पर्यो। र यो विषयमा चाहिँ हामी जति हुन्छ धेरै हामी अगाडि नै गइरहेछौँ छनलाई। र जुन गतिमा जानु पर्यो त्यो गतिमा चाहिँ गएको देखिन्न। अनि यो कम्प्लेन चाहिँ विभिन्न विशेष चाहिँ नेपाली विद्वानहरूले पनि यो धेरै कम्प्लेन गर्नुहुन्छ कि हामीलाई एक्सेसिबिलिटी गाह्रो भयो भनेर। जस्तो अन्तिम प्रश्न अघि भनिसके तै पनि नेपाली तपाईँको चाहिँ महत्त्वपूर्ण सामग्रीलाई नेपाल फर्काउने उसमा चाहिँ जोडिएको मान्छे, अनि फेरि तपाईँको यति धेरै बाहिर बसेर नेपालका बारेमा कुरा गरिरहेको मान्छे चाहिँ अहिले के विषयमा अध्ययन गर्दै रहेछ, के काम गर्दै रहेछ भनेर मेरा दर्शकहरूलाई पाठकहरूलाई पनि चासो हुन्छ होला, त्यही भएर सोधिहालेँ। तपाईँ अहिले केमा आबद्ध हुनुहुन्छ? एज ए कुक भनेका कस्ता अध्ययनका विषयहरूसँग चाहिँ तपाईँ अहिले काम गरिरहनु भएको छ भन्ने कुरा पनि थोरै राखिदिनुहोस् न, त्यो इन्ट्रेस्टिङ हुन्छ जस्तो लाग्छ। मैले विद्यावारिधी गरिसके पछाडि 2017 सनमा विद्यावारिधी चाहिँ मेरो मुलुकी ऐनमा थियो। त्यो दुईटा, एउटा मेरो शोध र अर्को मैले संयुक्त मेरो गुरु र साथीसँग गरेको पुस्तक मुलुकी ऐनका प्रकाशित भएका छन्। त्यो वज्र बुक्सले पनि नेपालबाट प्रकाशित गरिसके। तर अहिले म तत्काल चाहिँ नेपाल सम्पदा पुरातत्व सम्पदा अभिलेखीकरण परियोजना छ यहाँ। यो चाहिँ एकदमै हाम्रो क्रिस्टियान एम्ब्रोजियस जुन तपाईँले नाम लिनुभयो हाम्रो प्रोफेसर हुनुहुन्छ, उहाँ र हाम्रो एक्सल मिखाएल्सको नेतृत्वमा सञ्चालन भएको यही तपाईँको भूकम्प आएपछि 2015 को त्यसमा चाहिँ हामीले पुरातत्व विभागसँग मिलेर नेपालका प्रायः धेरै यो मूर्त र अमूर्त सम्पदाहरूलाई एकदमै वैज्ञानिक दस्तावेजीकरण अथवा अभिलेखीकरण गर्दैछौँ। अनि त्यसमा चाहिँ मैले विशेष समन्वय गर्ने र मेरो आफ्नै विधा चाहिँ म एपिग्राफी इन्स्क्रिप्सन, त्यो भएर नि म अघि धर्मवज्रको तपाईँले नाम लिँदा मैले धेरै हामीले श्रद्धा गर्नुपर्छ कामको हिसाबमा भन्ने प्रसङ्ग चाहिँ त्यो मैले एपिग्राफीमा काम गर्दा म धेरै अभिलेख सम्बन्धी काम गर्छु। अभिलेख पढ्ने, तपाईँको अभिलेखका बारेमा अभिलेखको क्याटलग गर्ने त त्यो सामान्य भइगयो। तर अभिलेख विभिन्न सेट्स अभिलेखहरूमा आधारित भएर तपाईँको के भन्न खोजेको, किनभने अभिलेख पढेर मात्रै भन नि वाट डु दे टेल एबाउट होइन तपाईँको थ्योरिटिकल डिस्कोर्समा। अनि मैले चाहिँ त्यो अहिले मेरो चाहिँ नेपालका अभिलेखहरूमा अध्ययन अनुसन्धान गर्छु। त्यो भएर नि पहिला गरिसकेका कामले धेरै नै सजिलो बनाएका छ। धनवज्र लगायत विशेष गरी संशोधन मण्डलका सम्पूर्ण सदस्यहरू र त्यो बाहेकहरू पनि नेपाली विद्वानहरूले गर्नुभएको प्रारम्भिक कामले धेरै सजिलो बनाएको छ आज। अनि ती अभिलेख चाहिँ अब लार्जली म चाहिँ संस्कृत र नेपालीमा भएका अभिलेख, तर नेपाल भाषामा भएका अभिलेख पनि हेरिन्छ, किनभने नेपाल भाषा चाहिँ वान अफ द हाइली संस्कृताइज ल्याङ्ग्वेज हो नि तपाईँको। त्यो भएर एपिग्राफीकोमा चाहिँ तपाईँको कुनै पनि अभिलेख नेवारी भाषामा नेपाल भाषामा लेख्या हेर्नुभयो भने नि संस्कृत राम्रो जान्नु भएको छ भने चाहिँ मेरो ठ्याक्कै यो म्याथमेटिक फर्मुला त होइन, करिब 80% 90% बुझिहाल्नुहुन्छ तपाईँ। हुन्छ, तपाईँको त्यो विषयमा रहेर पनि म फेरि तपाईँसँग अर्को श्रृङ्खलामा पनि जोडिन्छु। आज चाहिँ हामीले कुराकानी लगभग सिद्ध्यायौँ, तपाईँले समय दिनुभयो, लगभग करिब 1 घन्टा हामी कुराकानी गरेछौँ। डाक्टर साहब तपाईँलाई धन्यवाद छ। हस्, थ्याङ्क यू भाइ, तपाईँलाई पनि धेरै धन्यवाद।
अब कम्तीमा यस विषयमा अलिकति जानकारी गयो भने 1-2 वटा कुरा युजफुल भयो भने पनि राम्रै हुन्छ भन्ने आशा छ है त। फेरि कुरा गर्दै गरौँला। हुन्छ सर, हस् थ्याङ्क यू सर। हस्, हस्। हस्, हस्।